पछाडि अगाडि त्यो चाहिँ रानी पोखरीको भ्यू हो हैन। अनि यतातिर अगाडि चाहिँ रोड भयो। अनि यहाँ चाहिँ एक फोनकै लाउनु पर्छ, लगभग एक फोनको लाउनुमा 5 मिनट जस्तो लाग्छ होला। पछाडि यस्तो चाहिँ पुरा खाली यहाँ चाहिँ एक्सर्साइज गर्नुलाई मस्त छ। बिहानको फुल वा फुलले पनि बिहानी उसको आफ्नै पारामा छ, जस आफ्नो रङ झल्काइरहेछ भनौँ। मान्छेहरू देखाउने चाहिँ पोखरीमा कतिलाई यहाँदेखि उहाँदेखि उहाँछ यहाँ पुरै मान्छेको लाइन उहाँदेखि यहाँ सबै मर्निङ वाककै लागि आउनु भयो। कोही बस्ने कोही हिँड्ने आफ्नो आफ्नो जस हेल्थको लागि हो भनौँ न होइन। कसैले 2-3 फोनकै हान्नु हुँदो रहेछ, कसैले 1 फोनको। म चाहिँ 1 फोनको मात्रै हो। अब निक्लिनु पर्ने हुन्छ किनभने हामी चाहिँ अब काम गर्ने हिँड्ने मान्छेहरू हो नि त। म चाहिँ साथीहरू चाहिँ अब पछाडि आउँदै गरेको भएको कारणले चाहिँ पसेर भिडियो बनाएको। नेक्स्ट भिडियोहरू पनि आउँछ होइन अब यही च्यानलबाट। धन्यवाद चाहिँ मन गर्ने तपाईँहरूले च्यानल यो भिडियो मन पऱ्यो भने सब्सक्राइब गरेर राख्नु होला। त्यस्तै नेक्स्ट भिडियोहरू ल्याउनेछु म। यहाँदेखि यो चाहिँ 1 फोनको लागेको भिडियो ल। अब उहाँदेखिको म यो
अगाडिको त्यो सेतो भएको ठाउँबाट यो सेतो चाहिँ गेट हो त्यहाँ यहीँबाट त्यहाँबाट चाहिँ घुम्ने स्टार्ट हो त्यहाँदेखि भिडियो लगभग त्यहीँदेखि बनाएको मैले भनौँ न त्यस अलि अगाडिबाट अब मेरो चाहिँ निक्लिनु पर्ने अवस्था हुन्छ ल ल अब नेक्स्ट भिडियो आजलाई चाहिँ यति नै छोटो मिठो भिडियो तपाईँहरू बस्नु जाँदैछ च्यानलको सब्सक्राइब गरेर नेक्स्ट भिडियोको लागि गरिदिन्छ बाई बाई सेउ